हेलो सेवानी साथी हो नमस्कार। भन्नु पर्दा चाहिँ अहिले म किर्ने उकालो भालको फरेस्ट बस्ती जाँदैछु। एक नम्बर लगाएर है र सो तल रोडमै के कति बसिरहनु अल्छी लाग्छ साथी हो। जहाँ बसे त्यहीँ निदाउन खोज्छ। अन्त सो माथितिर बस्तीतिर चढ्दैछु म। बस्तीको एकदम फ्रेस हावा खानुलाई, प्लस फेरि मेरो घरमा पापा पनि बिमारी अवस्थामा छ। धेरै महिना भयो थलिएर बसेको है। र पापालाई हेर्दै अनि डाँडाको फ्रेस हावा खानुको लागि चाहिँ म उकालो जाँदैछु। यो पछाडि चाहिँ के बोकेको भन्नुहुन्छ होला। यो चाहिँ बा भरे फर्किँदा पानी पर्नु पनि सक्छ होइन। बर्खाको मौसम छ अहिले र घामको काम पनि गर्ने, पानीको पनि हल्का फुल्का काम गर्ने भनेर चाहिँ यो चाहिँ तपाईँको टोपी देख्नुभयो हो। यसले छेक्छ नि है हल्का फुल्का त पानी, घाम त त्यसै पनि छेकिहाल्छ, पानी पनि छेक्छ। र यो टोपी भएको साथी हो ल।